84 पछाडि लोकतन्त्र खारेज गर्छौं। 70 वर्षदेखि भन्दा पुराना पार्टीहरूको जग हल्लिएको छ, राष्ट्रपति तिनको सातो खाइदिएको छ। अब युवाले आफ्नो स्थान आफै बनाउँछ भनेर रवि लामिछानेले यो पार्टीको निर्माण गर्नु भएको थियो। पार्टीको सभापति रवि लामिछाने हुनुहुन्छ, संसदीय दलको नेता पनि रवि लामिछाने हुनुहुन्छ। तपाईहरु बाटो छोड्दिनुस्, हामी नेतृत्व गर्न तयार छौं। यी बदमाशहरूले रविलाई दुःख दिएकै हुन्। चाहन्छु जय देश, जय राष्ट्रिय स्वतन्त्र पार्टी, जय रवि लामिछाने, जय घन्टी। 500-600 जति रवि लामिछानेको अनुहार यो चौरमा देखेको छु, यो सडकमा देखेको छु। एउटा रवि लामिछानेसँग यति तर्सिएर झुटा मुद्दा लगाई एउटा अदालत होइन, 5-5वटा अदालत, त्यस पछाडि सरकारै आफै धाउन जाने, रकमको यकिन नगर्ने, सहकारीको रकम अपचलन भनेपछि त्यो रकमको यकिन हुन्थ्यो होला, त्यतातिर नजाने, जसरी पनि रवि लामिछानेलाई थुन्नु पर्ने एउटा उद्धत सरकारमा जुन देखिएको छ, त्यो आफैमा एउटा लुटतन्त्र मचाउन नपाउने गरी अब रवि लामिछानेले हामीलाई ठेगान लगाउने भए र यो देशको भ्रष्टाचार लुटतन्त्र खारेज गर्ने भए भनेर जसरी उनीहरूलाई भएको छ, त्यो भएबाट अब डराउनु पर्दैन, ढुक्क भए हुन्छ। 84 पछाडि लुटतन्त्र हामी खारेज गर्छौं, 84 पछाडि लुटतन्त्र खारेज गर्छौं, सुसंस्कृत राजनीतिलाई सम्वर्धन गर्छौं। एउटा अभ्यास स्वरूप पार्टीको स्थापना दिवसमा स्वस्फूर्त रूपमा हामीले लुटतन्त्रको खारेजीको नारालाई सदनबाट सडकसम्म लिएर आउने निर्णय गरेका छौं। आज पार्टीको केन्द्रीय समितिको बैठक पनि बिहान बसेका थियौं। पार्टीको केन्द्रीय समितिको बैठकले यो लुटतन्त्रको खारेजी मुख्य नाराका रूपमा अगाडि बढाउने निर्णय गरेको छ र त्यो निर्णयका खातिर पार्टी सभापतिज्यूको अपिल भैरवाको कारागारबाटै आइपुगेको छ। साथीहरूले यसलाई विस्तृत रूपमा पढेर यसलाई ग्रहण गरेर यसै अनुरूप पार्टी अब अगाडि बढ्ने कुरा निश्चित छ। हामीलाई बेला बखतमा रवि लामिछानेबाट पार्टीलाई छुटाउन सकियो भने यिनका पार्टी धुजा पार्न सकिन्छ भन्ने एउटा रणनीतिक अस्त्र हामी माथि प्रहार गरिन्छ। आज भोलि पर्सि हामी भन्छौं हाम्रो पार्टीको सभापति रवि लामिछाने हुनुहुन्छ, संसदीय दलको नेता पनि रवि लामिछाने हुनुहुन्छ। त्यो किनभने पार्टी सभापतिमाथि लगाइएको मुद्दा झुटा हो र त्यो मुद्दा खारेज भएपछि स्वतः रवि लामिछाने संसदीय दलको नेता हुने भएको कारणले